एउटा बेला यस्तो आउँछ, एउटा बेला यस्तो आउँछ जब साथ छोड्छन् सबैले। एउटा बेला यस्तो आउँछ जब साथ छोड्छन् सबैले। हामी सोच्दछौँ उनीहरूको साथ नपाएसम्म बाँच्न सम्भव छैन। प्रिय व्यक्तिसँग छुट्टिएर बस्नुपर्ने आशंकाले बारम्बार सोच्न थाल्दछौँ यो संसार रूपी सागरमा उनीहरू बिना पनि पौडिरहन सकिएला र। पूजनीय भनेर पूजा गर्दा गर्दै असीम विश्वासहरूले हाम्रा छातीमा पदाघात गर्दछन्। विश्वासमा बाँधिएका मुट्ठी र बन्धन खुकुलो हुन थाल्दछन्। खोइ त त्यसपछि पनि त बाँच्नै पर्ने हुँदो रहेछ। हो, कसैलाई गुमाएका वेदनाहरू सीमाहीन बन्दै जान्छन्। कुनै बेला चारैतिर मलाई घेरिरहने आत्मीयहरू, कुनै बेला चारैतिर मलाई घेरिरहने आत्मीयहरू अब छेउमा नहुँदा साँच्चै नै वेदनाहरू असीम बन्दै जाँदा रहेछन्। जीवनको सीमाबद्धता बढ्दै आउने रहेछ धेरै। जीवनको सीमाबद्धता बढ्दै आउने रहेछ धेरै। जवानीका दिनहरूमै जुन बोली, शब्द र स्वरले मन मस्तिष्कलाई आन्दोलित गरिरहन्थ्यो, स्मृतिका मैदानमा ती सबै ध्वनि अब लामा लामा भाषणका स्मृति हुने होला नि त फेरि जीवन्त। एउटा समय यस्तो आउँछ जब साथ छोड्छन् सबैले। एउटा समय यस्तो आउँछ जब साथ छोड्छन् सबैले। सबै एक दिन भार बन्न थाल्दछन्। जीवन जिउने स्वाङ रच्नुपर्ने हुन्छ। अभिनय गर्नुपर्ने हुन्छ। जति राम्ररी सकिन्छ त्यति नै राम्ररी। र जीवनका बढिरहने असीम सिमानाहरू, आशा आकांक्षाहरू सम्हाल्नु, घटाउनु र छुट्याउनु पर्ने हुन्छ। जसरी जीवनलाई उपयोगी पार्न सकिन्छ त्यसै गरी मुगा पतंगले एउटा सानो खोलभित्र आफ्नो समस्त र विशाल जीवनलाई समेटे सरह। जीवन त जीवन नै हो। ती पतंगका जीवन भन्दा पनि विशाल हुन्छन् र हाम्रा जीवनका परिधि। मुगा जसले सानो परिधिभित्रको सङ्घर्षमय जीवन बाँचेर पनि प्रेरित गरिरहन्छ। अहोरात्र मुगाका पोशाक सरह जीवन चम्काउन।